हेलो एभ्रिवान, नमस्ते सबैलाई। म चाहिँ जुन हो र म चाहिँ आज गएकी थिएँ गोर्खाली अपकमिङ मुभी आशिषको दोस्रो सङ्घको प्रिमियर सोमा। र यो चाहिँ आयोजन गर्नुभएको थियो विश्वनाथ कार्यालयमा भएको कम्प्लेक्स सिनेमा हलमा। र हामी चाहिँ यता पुगेर हलभित्र बस्यौँ अनि एकछिन बस्यौँ किनभने सबैजना आइपुग्नु भएको थिएन। र यो चाहिँ आशिष मुभीको पहिलो गाना थियो चित्र। र यो चाहिँ धेरै राम्रो थियो। मैले पहिला नै युट्युबमा हेरिसकेको थिएँ, जुन चाहिँ नीतिश शर्मा दादाको युट्युब च्यानलमा आइसकेको छ। हजुरहरू पनि गएर हेरिदिनु होला। र यहाँ चाहिँ हुनुहुन्छ घाम र छाया गानाको सम्पूर्ण टिम। सबैजनासँग भेटेर धेरै राम्रो लाग्यो। र हामीले चाहिँ घाम र छायाको प्रिमियर पनि हेऱ्यौँ। यहाँ हजुरहरू अलिअलि देख्नु हुँदैछ होला। धेरै त मैले भिडियो गरिनँ र भिडियो गर्न धेरै माना पनि थियो किनकि रिलिज भइसकेको छैन। यो चाहिँ रिलिज हुन जाँदैछ भोलि, यानि कि 23 जुन। र यो चाहिँ रिलिज हुन्छ नीतिश शर्मा दादाको युट्युब च्यानलमा। र सबैजना गएर हेरिदिनु होला, धेरैभन्दा धेरै माया दिनुहोला। र यसपछि चाहिँ मुभी पनि आउँछ, त्यसलाई नै हामीले सपोर्ट गर्नुपर्छ, धेरै माया दिनुपर्छ किनकि यो चाहिँ असमको फर्स्ट गोर्खाली सेन्सर्ड मुभी हुन जाँदैछ। हामीहरूको लागि कति धेरै ठुलो कुरा हो होइन भन्नु त। त्यसैले हामीले चाहिँ धेरैभन्दा धेरै माया दिनुपर्छ। र हामीले चाहिँ यहाँ थोरै डान्स पनि गऱ्यौँ। हामीलाई यो घाम र छाया गानाको हुक स्टेपहरू सिकाउनु भयो र हामीले गऱ्यौँ पनि, हल्का आए नि नआए पनि। र धेरै राम्रो लाग्यो। धन्यवाद छ निम्ताएको लागि। र आजको भिडियो चाहिँ यति नै। हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गरेर भन्नुहोला। राधे राधे।